ओ तारेभिर 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 हेलो तारेभिर रेनकोट लाएर हेलो तारेभिर तारेभिरमा ओ सेवारो जो जो ओहो नमस्ते दाइ नमस्ते नमस्ते धेरै टाढा तारेभिर नमस्ते त्यही त कहाँ जानु लाग्यो नि ओके गुड मर्निङ है सबैभन्दा अगाडि सुप्रभात हामी चाहिँ अहिले सत्सङ्गबाट बुजारीकण्ठ हुँदै चाहिँ तारेभिरको यात्रामा छौँ। तारेभिर आशा छ आजको यात्रा एकदम रोमाञ्चक रमाइलो र एकदम चाहिँ कठोर हुनेछ र पसिना पसिना आएर चाहिँ शरीरलाई चाहिँ शक्ति बनाउनुहुन्छ। धन्यवाद। तारेभिर तारेभिर मनुष्य अगाडि वसुन्धरा रोड ल तारेभिर जानलाई हामी वसुन्धरा आइपुग्यो। वसुन्धरा रोड सरले हात छोडे चलायो। तारेभिरको उकालो चढ्ने अब यहाँबाट लुङ कि लुङ। पानी पर्यो तारेभिरमा। ल छिटो आउनु छिटो। यो राख्नु पर्यो पर्सहरू। यहाँ बाटो राम्रै हो, पानी परेको बेला पर्यो। हाइट 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 Banyak apa nih?
पानी पऱ्यो लामाबारी डान्स गर्नुपर्छ त्यो चाहिँ तारेभिर पानी नै घरमा पर्छ के भन्नु त बादल बादल कसरी सर्दो रहेछ ल हेर्नुहोस् बादल र तारेभिरको लप परेको छ ल हेर्नुहोस् खेली गर्नु पाइँदैन अब मलाई गर्मी भयो अलिक फुकाएको नखोकल ए गर्मी भयो लास्ट यार फुकाले फुकाले यो त उकालो त राम्रै हो अहिले उताबाट आएको भए राम्रै उताबाट आएको भने त्यो एकैचोटि चढ्नु पऱ्यो क्या अनि फेरि यहाँ महिला मण्डल रहेछन् अगाडि उनले डिस्टर्ब गरिदिएर झरेँ त्यहाँबाट म होइन मैले त बाटो छोड्न लगाएको हो घन्टी बजाउनु चाहिँ होला त्यही भएर भिडियो रमाइलो हुँदो रहेछ भाइ राष्ट्रिय निकुञ्ज निषेध क्षेत्र कार्यालय पर्यटक टिकट काउन्टर म पनि आओस् न फेरि पानी पर्यो यार पर्दैन पानी परेको हो होइन हावा चलेको एकछिन रोक्ने र पर्दैन जाने होइन पानी परेको एकछिन रोक्नु पर्छ परेन कि टिकट काउन्टर अब हामी कहाँ अरे सुन्दर जल जाने एउटा हामी त चेक पोइन्ट पुगिसक्यो नि रुखको पानी हो कि ए हो ल मेलम्ची ल मेलम तपाईहरु मेलम्ची हिँड्दै हो यताबाट सुन्दर जलपाइगुडी जाने अनि त्यहाँबाट चाहिँ ताप जाने आज मेलम्ची बस्नुहुन्छ उतै बस्नु त्यहीबाट फर्किने कि माथि ग्याङ्ग्रीसम्म जाने खै अब हेरौँ पहिलोचोटि कहाँ कहाँ जान्छ पहिला हेरौँ न ल कि बिस्तारै तपाईँहरू रवि त्यो बाइकको पावर देख म दम पर्यो यार तपाईँहरूको बाइकको पावर हाम्रो साइकल पावर खुट्टाको पावर अब हामी लाग्यो सुन्दरी जल किन ए निकुञ्जमा चेकपोस्ट अब यही हो सक्यो बिचबिचमा होला आर्मीहरू हुन्छन् यो बाटो चाहिँ अलिक गाह्रो गाह्रो छ अरे उता गएपछि चाहिँ राम्रो छ अरे भन्थ्यो क्या दामी छ मलाई मनपर्छ हिँड्ने यस्तो बाटो नि यार सहर बजारमा हिँडेर कहाँ गर्नु ट्याटर टुटु यार
राष्ट्रिय निकुञ्ज हो राष्ट्रिय निकुञ्ज तेर्सो बाटो छ भन्थ्यो नि त बाटै छैन अनि यस्तो जङ्गलमा हिँड्नको मजा हुन्छ अस्ति तपाईँलाई मैले भन्थेँ नि उहाँ नागार्जुनबाट जाने यस्तै बाटो हो कि त्यहाँ नि यस्तै बाटो भन्थ्यो निकुञ्जकै यही बाटो हो यस्तै खाले बाटो हो एक्लै नजानु दुईजना भएर जानु भन्थ्यो एकजना दाइले कुहिरो आयो गुस्सो आयो छिनछिनमा कुहिरो यतिको बाटो भए त आनन्द छ यार त्यो भाइले पनि राम्रै कुरा गरे हो यति हो 500-700 किलोमिटर मात्रै ढुङ्गा छ त्यसपछि त चिल्लो बाटो छ दाइ भन्थ्यो कि आहा कुहिरो हेर्नु त क्या दामी कुहिरो आयो यार हट हेर मैले देख्न छोड खतरा आयो यार झ्याप्पै छुप्यो हा 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 अलिक हान्ने र ऐसरी भटाएर आउनुपर्छ त्यही त झ्याम्मै छप्यो त्यो चस्मा त तपाईँ ठिक छ के त्यही अड्किन्छ तल झार्नै पर्दैन के मेरो चाहिँ अड्किन्न त्यो तपाईँ जब झ्याप्पै अड्किँदै आर्मीले खोलेको बाटो होला कि हो गस्ती हिँड्नलाई क्या यार केही देखिए छैन यार बाटो त निकुञ्ज हो निकुञ्ज राष्ट्रिय निकुञ्ज सुन्दर जलबाट हामी त्यो साँखु हुँदै आउनु पऱ्यो है आउँदाखेरि एकबाट आउने होइन नि त रात पर्छ सुन्दर जल उता ओह्रालो ओह्रालो पऱ्यो नि त जोरपाटीमा अलिक उकालो छ त्यति नै हो फर्स्ट राइड हो नि त निकुञ्जको फर्स्ट राइड निकुञ्जको फर्स्ट राइड आजकै आज फर्स्ट राइड हो नि आजको त ए बिहानमा आएको जस्तो भएको होइन त बिहानमा आएको जस्तो हो नि अँध्यारोमा अँध्यारोमा आएको जस्तो भयो ल यस्तो त यार यति मजा छैन नि त कति फ्रेस भयो नि भयो के गइरह है निकुञ्ज हो निकुञ्ज निकुञ्ज हो निकुञ्ज राष्ट्रिय निकुञ्ज के राष्ट्रिय निकुञ्ज अरे शिवपुरी र नागार्जुन राष्ट्रिय निकुञ्जहरू हुस्सो लाएर
केही छैन, पुरै आँखै बन्द। यस्तो छ कुइरोलाहरू। सर अगाडि हुनुहुन्छ, म पछाडि पछाडि। यो सुन्दरजल जाने बाटो, सुन्दरजल जाने बाटो। यस साइक्लिङ चन्द्रगिरीबाट आएको हामी। अब एकछिन यहाँ रेस्ट गरियो, एकछिन रेस्ट गरियो सर। ल ल हेर्नु त यस्तो छ कुहिरो, केही देखेछ बादलले? ल एकछिन वाइ अनि ई हुन्छ होइन। आइयो यस छैन छैन हौ झुगा, क्या डरेर आयो तपाईँ? झुका छैन। खरी 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 त्यो ठुलो ठुलो निकाल, ठुलो सानो भयो कि ठुलो खली हो, त्यो भयो हुन्छ। Plus. Jetzt. Klar. ल दामी भयो दामी। यता हेर्नुहोस् ल। यस साइक्लिङ भयो यता होइन, इम्पल्स एच। आम्मामा पुरै लहर लहर है। लहरै लहर। मान्छे आउँदो रहेछ आउँदा यहाँ। यता के गरिरहेछ कि, कोही ठाउँ पिङ खेलेको देखेको छु। त्यही त निकुञ्ज हो, निकुञ्ज बाटो हेर्नु त, राष्ट्रिय निकुञ्ज भयो यार है काठमाडौँको। कहिले अँध्यारो कहिले उज्यालो। लड्ला खेल लड्ला हानु हानु ल चुई हानु न, पानी पऱ्यो। ल लड्यो भने थाहा छैन है, लड्यो भने थाहा छैन। हो के को थकालो अब लिउ, मचिनु 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 न। निकुञ्ज हो, निकुञ्ज राष्ट्रिय निकुञ्ज।
हान्यो 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 हानिसक्यो खोला खोला आउने हो त नौनी खोला नि सर राम्रो लाग्यो मलाई चाहिँ शिवपुरी राष्ट्रनिक हुन्छ ल हामी त आइएछ आज साइक्लिङ अलवेज ल जाउँ न लागौँ झऱ्यो हजुर कहाँ पाउनु यार यो फुत्के फेरि मेरो पात पातबाट हिँड्नु पऱ्यो पातै पात हिँड्नु है अँध्यारो भयो त अहिले फेरि यहाँ डोरी फुत्क्यो है मेरो आउनु त यहाँ डोरी फुत्क्यो फेरि यो के अरे उसको मोबाइलको डोरी के आयो केटाहरू आयो आउनु न यहाँ एकछिन यो लगाइदिनु भने के रोक्नु न एकछिन डोरी फुत्केछ क्या यो पछाडिको डोरी हुन्छ नि यो राम त सट्ट त्यही जान्छ बिस्तारै जानु न उता जानु टेकेर ए बाबा यस्तरी भनेको यसरी यहाँ टेक्ने के सिप्लिने यस्तो यहाँ छ हाम्रो छ होइन मसँग छ तपाईँसँग होला हावा गयो यार हावा गयो अहिले हो गयो छिट्छौँ त्यहाँसम्म हावा हाल्ने ठाउँ हुन्छ हावा गयो कि अलिक कम भयो भने चाहिँ डोराउनु पर्छ होइन हावा गछ क्या छुट्टै छैन पन्चर भयो सर हावा गयो साइकलको क्षमता त्यही भयो साइकल पन्चर भयो हावा कहाँबाट गयो मनसर साइकल चाहिँ हामी यहाँ डोराउँदैछौँ राष्ट्रिय निकुञ्जमा छौँ पानीमा सबै धोइन्छ त त्यो पखाल त पानी भर्खर लानु भनेको पानी पनि छैन मनसरको साइकल पन्चर भयो होइन शिवपुरी डाँडामा अब रिसारे नि त ल पुरै घाइते बनाइराख्ने रोगलाई हानी ल नापिदिनु नि क्या है हेर चोट लगायो त्यहाँ उतै आएछ हेलो उतै आउनु मैले 4.5 किलोमिटर हिँड्यो हामी मनसर भएर जानु हो साइकल पन्चर भएर होइन अब
ल हो फाइनल्ली अहिले कहाँ यो के ठाउँ गोकड सोट नयाँ पार्टीमा साइकल खोलेर पङ्चर बनाउँदैछौँ यसले हामीलाई लगभग 10 किलोमिटर हिँडायो कि यस्तो हुँदो रहेछ होइन हावा हाल्नुपर्छ होइन यति हिँडायो आज कहाँ जाने पर्ने मान्छे कसरी फर्क्यौँ हामी हावा डल्लो भाइ हड्डी हाँस्यो अलिअलि हड्डी हाँस्यो क्या त्यत्रो दोकान यहाँ बोला बोला साइकल दोकान भेटिएछ पङ्चर भयो थियो अहिले साबुन लगाएर पुरै मालिस गरेर भाइले चाहिँ मिहिनेत पनि एकदम राम्रो गर्दो रहेछ एकदम मिहिनेती मान्छे सबै फालिदियो हामीले कालो थियो होइन अलिक गोरो बनाएको छ सेतो बनाएको छ साइकललाई होइन भाइ साइकल पनि धुलाइ गऱ्यो हामीले होइन र सतै हुन्छ अझै जान धेरै टाढो छ 12-13 किलोमिटर हो साइकल धुलाइ हुन्छ हामीले सुजित मोटरसाइकल वर्कसपमा पङ्चर पनि बनाइयो साइकल धुलाइ हुँदैछ